भाइरल दाई रिमा सेवा समाजको दाई यहाँ बल्खुमा आउनु भएको छ। दाई बिचरा रातभरि बाहिर बस्नु भएछ, मैले चिया खुवाउँदैछु। दाई किन छोडेर आउनुभएको दाई रिमा सेवा समाज? अब बाँच्न पाउनु पर्ने मेरो पनि अधिकार हो। म कस्तो किसिमले बाँच्छु तरिकाले बाँच्छु। हजुर, के दिन चाहिँ पछि म 2 वर्षको अवधिमा मैले त्यही स्थान पाइनँ। जे होस्, तपाईँ त्यहाँ बस्दाखेरि तपाईँले राम्रो स्थान पाउनु भएन, त्यही भएर रिमा समाज सेवा तपाईँले छोडेर अनि यसरी अब स्वतन्त्र हुनु पाउनुपर्छ भनेर तपाईँ निस्किनु भयो त्यहाँबाट। सेवाको भावना यथावत छ। म जुनसुकै ठाउँमा गए पनि परोपकारी भाव हराउँदैन। तर मैले भनिहालेँ त्यो स्थान मैले पाइनँ। हस् दाई, धन्यवाद। तपाईँलाई चित्त दुखेर अनि त्यहाँबाट निस्केर हिँड्नुभयो। अरू कुरा के गर्नु पर्यो र तपाईँले उचित स्थान पाउनु भएन, त्यहाँबाट तपाईँलाई चित्त दुख्यो अनि त्यहाँबाट निस्केर हिँड्नु भयो दाई। ल दाई, ल हस्। अब तपाईँ कता जानुहुन्छ त यहाँबाट? हजुर, काका इन्डियाको लखनऊमा हुनुहुन्छ। सायद म उतै गएर सँगै बस्नु लागि यहाँ म अपाइन। हस्।